ब्याक टु माई युट्युब च्यानल। के छ साथीहरू, सबै सन्चै हुनुहुन्छ होला। अन्त आजको मेरो युट्युब च्यानल तपाईँहरूलाई स्वागत छ। र आज चाहिँ विशेष गरी हाम्रो साथमा हुनुहुन्छ रिजन सर। धेरै लामो समयपछि हामी चाहिँ चुलीतिर लाग्दैछौँ। कोही छैन होला त। यो चाहिँ काचुलीको ग्राउन्ड हो, फुटबल ग्राउन्ड। यहाँ चाहिँ फुटबल गेमहरू हुन्छ सधैँ। लगभग 5 वर्ष 6 वर्ष पछाडि सिद्धिथुमका चुलीमा मेरो आगमन भएको छ साथीहरू। यहाँबाट चाहिँ एकदमै पारीको है महादेवको दृश्य देखिँदो रहेछ। यहाँ अगाडि चाहिँ हामी देख्न सक्छौँ मन्दिर। हामी मन्दिरतिर प्रस्थान गर्दैछौँ साथीभाइहरू। सिद्धिथुमका चुलीको एकदमै रमणीय र पर्यटकीय स्थल सिद्धिथुमका चुलीतिर हामी प्रवेश गऱ्यौँ। र यहाँ मन्दिर पनि रहेको छ। विभिन्न धर्मावलम्बीहरू प्रवेश गर्दो रहेछ। यहाँनिर चाहिँ हाम्रो पर्यटकीय स्थलहरूको केही पोस्टरहरू टालिएका रहेछन्। र यहाँनिर चाहिँ एकदमै फ्रेस टी, चिया, अलैँची अनि यो केहरू कफीहरू त्योहरू देखाइराखेको रहेछ। कफीबाट विभिन्न प्रकारहरू बन्ने रहेछ। त्यसै गरी अब हामी प्रवेश गर्दछौँ यहाँ माथि सिद्धिथुमका चुली डाँडातिर। यो चाहिँ अग्निकुण्ड, यहाँनिर आगो बालिँदो रहेछ। त्यसै गरी हामी यता प्रवेश गर्नेछौँ मन्दिर, विशेष मन्दिर किरातेश्वर मन्दिर। यहाँ रहेको छ घन्टी। यो घन्टी चाहिँ कसले दान गरेको, उसको नाम पनि लेखेको रहेछ, केयर सिंह लिम्बू। यहाँ कुदालो पनि झुन्ड्याएको रहेछ। त्यसै गरी यहाँनिर हाम्रो घन्टी रहेको छ। यहाँभित्र चाहिँ हाम्रो शिवलिङ्ग पनि रहेको छ साथीहरू। र अब चाहिँ लाग्यो हामी कालोतिर साथीहरू। फेरि उकालो यहाँबाट अझै विशेष ठाउँमा चाहिँ पुग्नै बाँकी छ। अब यो मन्दिर भयो, अझै यहाँदेखि उकालो लाग्नेछौँ हामी। अब हामी केही समयसम्म चाहिँ हामी सिडी चढ्नु पर्ने हुन्छ। पानी माथिबाट ल्याएको हो। के हो यो पाइप? अब हामी केही समय हामी सिडी चढ्नेछौँ। एकदमै घाम चर्को लागिरहेको छ।
अब हाम्रो पैदल यात्रा सुरु भइसकेको छ साथीहरू। यहाँ त यार फिल्म सुटिङ हानिदिनु पर्ने है। यहाँ एक्लै हिँड्नु त डर लाग्छ हो यार। एकदमै प्राकृतिकको सुन्दर ठाउँ हाम्रो सिरिजमुकाचुली विशेष ठाउँतिर हामी लाग्दैछौँ उकालो। र मेरो साथमा हुनुहुन्छ मेरा साथी र यहाँ चाहिँ निकै राम्रो ठाउँ बनिसकेको रहेछ। म चाहिँ नआएर खासै थाहा थिएन है यस्तो भएको छ भनेर। लगभग 5-6 वर्ष पछाडि यतिको परिवर्तन भएको रहेछ सिरिजमुकाचुली जाने बाटो। र यो घना जङ्गल अनि यो क्यामुनाको बोट सँगै हामी उकालो लागिरहेका छौँ है अहिलेसम्म पैदल यात्रा। एकदमै अलिक अन्धकार पनि देखिरहेको छ। एकदम शीतल पनि भइरहेछ। अब चाहिँ हामी विशेष ठाउँमा आइपुग्न लाग्यौँ। सायद सबैको परीक्षाको कारणले गर्दा होला मान्छेहरू पनि अलिक कम रहेको छ। र विशेष गरी यहाँनिर टोइलेटको पनि व्यवस्थापन गरेको रहेछ। त्यसै गरी यतापट्टि चाहिँ हाम्रो विश्राम हाम्रो पर्यटकहरूको लागि चाहिँ बस्नका लागि आरामदायी ठाउँ एकदम दामी रहेछ। एकदम थकित मुद्रामा आइपुगेका छौँ हामी सिरिजमुकाचुली सङ्घर्ष गर्दै। र अब हामी लाग्नेछौँ फेरि मासतिर। अब विशेष ठाउँमा आइपुग्न लागेका छौँ हामी। के हो हन्टिङ हान्नु गयो कि क्या हो? ओइ जम्मै उकालो। अब हामी लाग्नेछौँ उकालो। अलिकति हिँड्ने बित्तिकै हामी पुग्नेछौँ। एकदमै प्रकृतिले हामीलाई दिएको अनुपम उपहार अनि पर्यटकहरूको रोजाइमा परेको सिरिजमुकाचुलीतिर प्रवेश गर्दैछौँ। यार कानमा के पस्न आँट्यो यार। पुरै आक्रमण हान्दैछ यार। यो जङ्गलबाट निस्कियो यो आतङ्ककारीहरू के क्या हो यार। यहाँ चाहिँ अब आउने पर्यटकहरूले फोहोर व्यवस्थापन गर्नका लागि चाहिँ यहाँनिर डस्टबिनहरू व्यवस्थापन गरिएको रहेछ। त्यसै गरी राष्ट्रिय झन्डा हामी देख्न सक्छौँ। यहाँबाट तपाईँले विभिन्न दृश्यहरू देख्न सक्नुहुन्छ टाढा टाढाको। यहाँनिर रहेको छ हाम्रो सिरिजमुकाचुली। यहाँबाट एकदमै सोयाक हुँदै झापातिरको दृश्यहरू देखिनेछ। एकदमै आकाश पनि पुरै थर्कमान दिइरहेको छ। सोयाक 11 नम्बर बाटो पुरै नौमी डाँडाहरू है। चिसो पानी त्यस्तै चिजहरू देखिरहेको छ।
त्यसै गरी हामी दर्शन गर्नेछौँ यहाँनिर विशेष ठाउँ। यसलाई चाहिँ हामी विशेष ठाउँ भन्न चाहन्छौँ। यहाँनिर चाहिँ अब हामी पूजा गर्नेछौँ। त्यसै गरी यहाँनिर र अब हामी प्रवेश गर्नेछौँ सिद्धुथुम्का चुलीको टावरतिर। आँटेको रहेछ है घन्टी फुल्की के भन्छ पुरै कानमा साथीहरूले झुम्का बनाएर अब यहाँ टाढोबाट देखिने दृश्य हामी अवलोकन गर्नेछौँ। राम 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 मेरी मैनी वाओ सो ब्यूटीफुल। नौमी डाँडा दामी यार। हाम्रो यहाँदेखि साङलुम्बा है चिसो पानी एकदमै। अझै यो बिहानै आएर हेर्दाखेरि त झन् खतरा देखिन्छ होला। एकदमै घाम चर्को लागेर है। प्राकृतिक देन भन्नुपर्छ यो सिद्धुथुम्का चुलीलाई चाहिँ हामी। अत्यन्तै सुन्दर। अनि त्यसपछि यहाँको प्राकृतिक वस्तुहरूले नै अनमोल चिजहरूले नै पर्यटकहरूलाई आकर्षण गरिरहेको छ। देखिने चाहिँ चम्बरे डाँडा यता मादिपुङ चितपुर र यहाँ तलतिर चाहिँ हाम्रो यहाँ तल रहेको छ सोयाक नौमी डाँडा खेतुङ हुँदै अनि यहाँ पर देखिने रहेछ चिसो पानी अनि यता गोलाखर्का भन्ज्याङ अनि इलामको दृश्य एकदम राम्रो देखिरहेको छ भन्न सकिँदैन। एकदम धुमेर पुरै कालो पानी पर्ला जस्तो देखिरहेको छ। त्यो बेलासीको कि कुन हो त्यो खोला? र अब हामी भेट्नेछौँ। अब चाहिँ हामी तल बाटो लाग्नेछौँ।